हेलो सबैजनालाई फेरि पनि वेलकम छ मेरो न्यू ब्लगमा। अनि आज चाहिँ हामी बिहान बिहान आएको छौँ खेत। अनि आजको दिनको सुरुवात हाम्रो चाहिँ धान बोकाइबाट भएको छ। अनि हामीले चाहिँ हिजो सबै मुठा बाँध्ने थियौँ। अनि आज चाहिँ यसरी धान ओसार्छौँ सबै मुठा बाँधेको। अनि हामी चाहिँ सबैजना आएको छौँ खेत, म बुबाहरू। अनि हामीले चाहिँ धान ओसारिसकेर बिहानदेखि अनि 10 बजिसकेपछि हामी आयो फेरि घर भात खानको लागि। अनि भोक लागेको बेलामा भात खान चाहिँ एकदम राम्रो लाग्छ, हरियो साग र दाल। अनि मैले चाहिँ गुवाम खाएर अनि हामी चाहिँ फेरि छिटो फर्किन्थ्यौँ खेत। अनि यहाँ हेर्न सक्नुहुन्छ हामी फेरि पनि 12 बजेतिर खेत आइपुग्यौँ। अनि अब चाहिँ रोप्नेवाला छौँ हामी लसुन। अनि मेरो देवरानीले चाहिँ काट्दै हुनुहुन्छ बुट्टी, अनि म चाहिँ लसुन रोप्ने। अनि यहाँ चाहिँ सबैजना अरू पनि आउनु भएको छ लसुन रोप्नको लागि। अनि म चाहिँ यसरी यो धानको बुट्टीमा चाहिँ यो बुट्टी काटिसकेर चाहिँ यसरी लसुन रोप्छौँ खाल्टो यसरी गर्दै दुलो बनाउँदै। अनि यसरी रोप्दा चाहिँ एकदमै फाइदा हुनुहुन्छ, पानी हाल्नु पर्दैन अनि गोड्नु पनि पर्दैन र लसुन पनि एकदमै राम्रो हुन्छ। त्यही भएर चाहिँ हामी जहिले पनि यसरी नै रोप्छौँ। अनि हजुरहरू चाहिँ कसरी रोप्नुहुन्छ लसुन साथीहरू कमेन्टमा भन्नु है त। अनि आजको भिडियो मेरो कस्तो लाग्यो साथीहरू, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर अनि फलो गरिदिनु मेरो पेजलाई। अनि हामी चाहिँ सबैजना बेलुका भइसकेको छ, बिहानदेखि आएको खेत। अनि अब जाँदैछौँ घर। हस् त आजको भिडियो यति नै।